पछि उहाँहरू नै हाम्रा देशका गुरु भएर हाम्रा स्वस्ति वाचन गर्ने, हाम्रा पुण्य कर्महरू गराइदिने उहाँहरू नै हो। सबैजनामा नमस्कार। आज म कस्तो नयाँ ठाउँमा जाँदैछु भने जहाँ त्यहाँ संस्कृत पाठशाला छ अरे, कालीगण्डकीको किनारमा शालिग्रामको काखमा जुन त्यो मणि मुकुन्देश्वर संस्कृत पाठशाला भनेर पनि चिनिन्छ अरे। म पनि देखेको छैन। यो जुन मेरो श्रीमानको घरको नजिकै छ। आज म त्यस्तो ठाउँमा जाँदैछु। कस्तो छ जाम है त हजुरहरू पनि, र म हजुरहरूलाई देखाउँछु है, सँगै जाम है। उत्तर वाहिनी मणि मुकुन्देश्वर संस्कृत पाठशाला जाम है त सबैजना सँगसँगै। अनि त्यसपछि रमाएर हेरौँला कस्तो रहेछ। मलाई पनि त थाहा छैन नि त, म पनि आज नयाँ हो। म श्रीमानको घरमा आए पनि मलाई थाहा छैन, मैले पनि आज देख्दैछु है त। यस्तो राम्रो तोरीहरू कति धेरै बयली खेलेका, रुखहरू कस्तो राम्रो रहेछ, हरियालीहरू त्यस्तै रहेछ, डाँडा काँडा पाखा पखेराहरू अत्यन्त सुन्दर रहेछ। हाम्रो देश साँच्चीकै नै सुन्दर छ। हामी जहाँ भए पनि जहाँ रहे पनि नेपालीको मन साह्रै सुन्दर छ। किन भनेको त यस्तो रमणीय वातावरणले पो रहेछ नि। ल हेर्नु त कति राम्रो तोरी बयली खेलेको। यस्तो सुन्दर ठाउँमा, यस्तो सफा ठाउँमा बस्न पाउँदाखेरि त कसलाई खुसी नलाग्ला र। काली गण्डकी अत्यन्त पवित्र तीर्थ, मुक्तिनाथदेखि आउनुभएको गण्डकी हुनुहुन्छ नि, उहाँ दक्षिणबाट उत्तर बग्नु भएको छ। त्यसकारण यहाँ हामीले उहाँलाई कुन नामले चिनिन्छ त भन्दाखेरि उत्तर वाहिनी गङ्गा भनेर चिनिन्छ। समय समयमा विभिन्न पुराणहरू हुने गर्छन्, विभिन्न धार्मिक कार्यक्रम हुने गर्छन्। यस्तो रमणीय स्थान छ है, हाम्रो स्वर्ग जस्तै प्यारो छ। खोलाको सुसेलीसँग बहेलिँदै अनि तोरीका हरियाली र पहेँलपुर फुलहरूसँग रमाउँदै साँच्चीकै म त मणिमुकुन्देश्वर गुरुकुल पाठशाला पो आइपुगेछु। ल जाम है त भित्र कस्तो छ हेरौँ। मणिमुकुन्देश्वर धाम भनेर जुन प्रख्यात छ नि, उहाँ शिवले नै मणिमुकुन्दको रूप धारण गरेर बस्नुभएको ठाउँ अत्यन्त पवित्र छ है यो धाम। त्यसो हुँदाखेरि आज मलाई दर्शन गर्ने सौभाग्य मिल्यो। ओम नमः शिवाय। विद्याश्रम गुरुकुलमा विद्यार्थीहरू, हाम्रा भावी गुरुहरू यसरी पढिरहनु भएको छ। हजुरलाई म देखाउन सक्छु। र पछि उहाँहरू नै हाम्रा देशका गुरु भएर हाम्रा स्वस्ति वाचन गर्ने, हाम्रा पुण्य कर्महरू गराइदिने उहाँहरू नै हो। यो चाहिँ हामीले सबैले उहाँहरूको सधैँ हामीले संरक्षण गरेर यो गुरुकुललाई हामीले अगाडि बढाउने कामहरू गर्नुपर्छ। यो